मानव अस्तित्वको बारेमा एउटा यस्तो प्रश्न छ जसले सायद हामी सबैलाई सताउँछ। के हामीले मान्दै आएको धर्म, हाम्रो विश्वास साँच्चै अन्तिम सत्य हो त? कि यो केवल हाम्रो आफ्नै सामूहिक पीडा, दुःख र जीवनका अनिश्चितताहरूसँग जुझ्न हामी आफैले बुनेको एउटा मनोवैज्ञानिक जालो मात्र हो? आजको यो विश्लेषणमा हामी एउटा यस्तो गहिरो विषयमा प्रवेश गर्दैछौँ जसले मानव जीवन, हाम्रो दुःख र हामीले खोज्ने अर्थको बारेमा हाम्रो सम्पूर्ण दृष्टिकोणलाई नै हल्लाइदिन सक्छ। के मानिस सत्य खोज्छन् वा हामी केवल सान्त्वना खोज्छौं? साँच्चै भन्नुपर्दा यो यस्तो प्रश्न हो जसले हाम्रो अस्तित्वको गहिराईलाई छुन्छ। मानव स्वभावले वास्तवमा के चाहन्छ त? एउटा नितान्त कठोर सत्य वा एउटा न्यानो सान्त्वना? यही अलिकति विचलित पार्ने प्रश्नलाई लिएर आज हामी प्रसिद्ध जर्मन दार्शनिक आर्थर शोपेनहावरको विचारमा डुबुल्की मार्दैछौं। उनले मानव समाजमा धर्म किन अस्तित्वमा छ भन्ने कुरालाई नितान्त नयाँ र अझ भनौं निकै गहिरो तरिकाले परिभाषित गरेका छन्। धर्म सत्य होइन, यो त मानव पीडाले सिर्जना गरेको आवश्यकता हो। शोपेनहावर अरू परम्परागत चिन्तकहरू जस्ता पटक्कै थिएनन्। उनले के धर्म सत्य हो त भनेर कहिले सोधेनन् क्या? बरु उनको प्रश्न अलि फरक थियो। मानवतालाई भावनात्मक रूपमा टिकिरहनको लागि यसको यति धेरै आवश्यकता किन पर्छ? उनको दृष्टिकोण अलि यथार्थवादी र अँध्यारो थियो। उनले धर्मलाई कुनै ठूलो ब्रह्माण्डीय सत्यको रूपमा होइन, बरु हाम्रो भित्री डर र सान्त्वनाको तीव्र चाहनाबाट उब्जिएको उपजको रूपमा हेरे। अब प्रवेश गरौं मानव पीडाको यन्त्र अर्थात् हाम्रो अस्तित्वको आधारमा। यो कुरा गहिराईसम्म बुझ्नको लागि हामीले मानव अवस्थाको सबैभन्दा गहिरो खाडलमा पुग्नै पर्छ। शोपेनहावरको दर्शनलाई मान्ने हो भने हाम्रो अस्तित्वको मूल आधार नै निरन्तरको पीडा र असन्तुष्टि हो। जीवन भनेको सधैँ शान्ति मात्र होइन रहेछ, यो त एउटा निरन्तर चलिरहने थकाउने सङ्घर्ष हो। हाम्रो यो कहिल्यै नसकिने असन्तुष्टिको जरामा एउटा भयानक शक्ति लुकेको छ। शोपेनहावरले यसलाई द विल वा इच्छा भनेर परिभाषित गरेका छन्। यो एउटा यस्तो अन्धो बेचैन शक्ति हो नि जसबाट कोही पनि उम्कन सक्दैन। यसले मानवतालाई सधैँ केही न केही थप कुराको चाहना गर्न बाध्य बनाइरहन्छ। अझ धेरै सफलता, अझ धेरै सुख, अझ धेरै बाँच्ने लालसा। यसले हामीलाई सधैँ एक प्रकारको छटपटीमा बन्दी बनाएर राख्छ। यो इच्छाको चक्रभित्र फस्नुको पीडा कस्तो हुन्छ भनेर बुझ्न हामीले आफ्नै जीवनलाई हेरे पुग्छ। विचार गरौँ त, कुनै पनि इच्छा जब अपूर्ण हुन्छ त्यसले हामीलाई तडपाउँछ, पीडा दिन्छ, होइन र? तर जब हामी त्यो इच्छा प्राप्त गर्छौं, त्यो प्राप्तिको खुशी एकदमै क्षणिक हुन्छ। केही समयपछि नै हामीलाई गहिरो दिगदारी वा भनौं शून्यताले घेर्न थाल्छ। अनि फेरि त्यो शून्यताबाट बच्न अर्को एउटा नयाँ इच्छा जन्मन्छ। यो त कहिल्यै नसकिने एउटा दुष्चक्र पो हो त। यसरी जीवन अनन्त असन्तुष्टिको चक्र बन्न पुग्छ। यो एकदमै भारी यथार्थ हो। हामी मानिसहरू यही पीडाले भरिएको अनन्त असन्तुष्टिको लूपमा फँसेका छौं जसले हामीलाई भित्रभित्रै एकदमै थकाउँछ। र स्वाभाविक रूपमा जब यो पीडा र छटपटी असह्य हुन थाल्छ नि, तब हाम्रो मानव मस्तिष्कले यसबाट उम्किने बाटो खोज्न थाल्छ। अध्यारोमा आश्रय निर्माण। यस बिन्दुमा आएर हामीले यो ब्रह्माण्डीय चिसोपन र मनोवैज्ञानिक अध्यारोबाट कसरी बच्ने प्रयास गर्छौं भन्ने कुरा बुझ्न जरुरी हुन्छ। यहाँ धर्मलाई कुनै सत्यको रूपमा होइन, तर एउटा अत्यन्तै मानवीय र भावनात्मक आश्रयस्थलको रूपमा प्रस्तुत गरिएको छ। बाह्यको आँधीबिहिरेबाट बच्न हामीलाई जसरी एउटा न्यानो घर चाहिन्छ नि, ठिक त्यसै गरी जीवनको क्रूरताबाट बच्न त्यस्तै एउटा मनोवैज्ञानिक छाना चाहिन्छ। एकातिर हाम्रो पीडा र एक्लोपनले हामीलाई चिच्याएर सोध्न बाध्य बनाउँछ, हामी किन यति धेरै दुःख भोग्छौं? के यो निष्ठुरी ब्रह्माण्डमा कतै न्याय छ? अनि अर्कोतिर धार्मिक आश्रयले हाम्रो काँधमा हात राख्दै सान्त्वना दिन्छ, हो अर्थ छ, न्याय छ, मृत्युपछि पनि आशा छ। शोपेनहावरका अनुसार यी उत्तरहरू ब्राह्मण्डीय तथ्यहरू पटक्कै होइनन्, बरु यी त मनोवैज्ञानिक मलम हुन् जसले हाम्रो त्यो भित्री रोदनलाई शान्त पार्छन्। यो भनेको एउटा पीडादायी संसारमा हाम्रो भावनात्मक अस्तित्वको लडाईँ हो। यी सान्त्वना दिने प्रणालीहरू हाम्रै कमजोरी र डरबाट निर्माण भएका हुन्। तर यसको मतलब यो होइन कि यी कुराहरू खराब छन्, पटक्कै होइन। बरु यसले त हामीलाई जन्मजात रूपमै कठिन रहेको यथार्थको सामना गर्न र भावनात्मक रूपमा जीवित रहन मद्दत गरिरहेको छ। यो एक प्रकारको सुरक्षा कवच हो जसले हामीलाई शून्यताको त्यो भयानक चिसोबाट बचाउँछ। विश्वासको लुकेको ज्ञान। यति कठोर आलोचना गरे पनि शोपेनहावरले धर्मलाई पूर्ण रूपमा खारेज भने पक्कै गरेका छैनन् है।
वास्तवमा उनले धर्मले निर्माण गर्ने नैतिक संरचनाहरूप्रति गहिरो सम्मान व्यक्त गरेका छन्, किनकि यो आश्रयभित्र मानवताको लागि आवश्यक पर्ने धेरै न्यानोपन र ज्ञान लुकेको छ। धर्मभित्र लुकेका मानवीय गुणहरूले नै हाम्रो समाजलाई बाँधेर राख्ने काम गर्छन्। यसले करुणाको प्रवर्धन गर्छ, दयालाई प्रोत्साहन गर्छ, आत्मनियन्त्रणको विकास गराउँछ र अरूको पीडाप्रति समानुभूति जगाउँछ। शोपेनहावरको नजरमा यी कुराहरू अक्षरशः सत्य नभई हाम्रा प्रतीकात्मक मार्गदर्शकहरू हुन्, जसले यो असन्तुष्ट संसारमा हामीलाई मानिस भएर बाँच्न सिकाउँछन्। र यहीँनिर हामी एउटा अत्यन्तै गहिरो भावनात्मक सत्यमा पुग्छौं। करुणा हाम्रो सर्वोच्च मूल्य हो, किनभने हामी सबै सँगै पीडा भोग्छौं। जब हामी बुझ्छौं कि हामी सबै बिना कुनै अपवाद एउटै अनन्त इच्छा र असन्तुष्टिको चक्रमा फँसेका छौं, तब स्वाभाविक रूपमा हामीभित्र करुणा जाग्छ। अरूको पीडा आफ्नै जस्तो लाग्न थाल्छ। यही साझा पीडाको गहिरो पहिचानले नै करुणालाई मानवको सर्वोच्च गुण बनाउँछ। अनन्त चक्रबाट उम्कने बाटो। यदि धर्म केवल एउटा सान्त्वना हो भने यो अनन्त चक्रबाट उम्कने वास्तविक बाटो के हो त? शोपेनहावरले विश्वासभन्दा पर गएर एउटा छुट्टै दार्शनिक विकल्प प्रस्तुत गरेका छन्। उनले यसलाई इच्छाको अस्वीकार वा डिनायल अफ द विल भनेका छन्। यदि इच्छाले पीडा निम्त्याउँछ भने इच्छा घटाउँदा पीडा कम हुन्छ। शोपेनहावरको यो समाधान कति क्रान्तिकारी र सरल छ भने यसले समस्याको जरालाई नै प्रहार गर्छ। यदि हाम्रो पीडाको मुख्य जड नै हाम्रा निरन्तरका इच्छाहरू हुन् भने सान्त्वना दिने मिठा कथाहरू खोज्नुभन्दा ती इच्छाहरूलाई नै त्याग गर्नु धेरै प्रभावकारी हुन्छ। समाधान बाहिरी आश्रयमा होइन, हाम्रै भित्री इच्छाहरूको त्यागमा छ। यसको लागि हामीले सरलता अँगाल्नुपर्छ। ध्यान जस्तै भित्री जागरुकता बढाउँदै निर्लिप्तता अर्थात् डिट्याचमेन्टको अभ्यास गर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, जीवनमा रहेको शून्यतासँग नलडिकन त्यसलाई शान्तिपूर्वक स्वीकार गर्नुपर्छ। सुन्दा कता कता पूर्वीय दर्शन जस्तो लाग्यो नि? हो, शोपेनहावरको यो दार्शनिक मार्ग बौद्ध धर्म जस्ता पूर्वीय परम्पराहरूसँग धेरै नजिक छ, जसले निरन्तरको चाहनालाई शान्त पार्न सिकाउँछ। अब हामी यो विश्लेषणको अन्तिम बिन्दुमा आइपुगेका छौं, सत्य बनाम मानव सान्त्वना। हामीले धर्मलाई एउटा शत्रुको रूपमा होइन, तर एउटा ऐनाको रूपमा हेर्नुपर्छ। एउटा यस्तो ऐना जसले हाम्रै गहिरो सङ्घर्ष, डर र पीडाहरूलाई छर्लङ्ग प्रतिबिम्बित गर्दछ। धर्म यो अनन्त असन्तुष्ट संसारमा बाँच्न मद्दत गर्न निर्माण गरिएको एउटा प्रणाली हो। विश्वास वा धर्म ब्रह्माण्डीय अन्तिम सत्य नहुन सक्छ, तर मानव अस्तित्वको कठोर यथार्थ विरुद्ध यो एउटा अत्यन्तै आवश्यक र सुन्दर आश्रय पक्कै हो। यो एउटा यस्तो प्रणाली हो जसले हामीलाई यो असन्तुष्ट संसारमा बाँच्न, आशा जगाइराख्न र एक अर्काप्रति दयालु हुन मद्दत गर्दछ। यसले हामीलाई सोच्न बाध्य बनाउने एउटा गहिरो प्रश्न खडा गर्छ। हामीले जे कुरामा विश्वास गर्छौं, के त्यो साँच्चै सत्य भएर गरेका हौं, वा मानव मस्तिष्क अर्थ र उद्देश्य बिना बाँच्नै नसक्ने भएकोले हामीले यो मनोवैज्ञानिक आवश्यकता महसुस गरेका हौं। आवश्यकता र यथार्थ बीचको यो सिमाना निकै धमिलो छ। अन्तमा हामी सबैले आफैलाई सोध्नुपर्ने प्रश्न यही हो, सान्त्वनाको आवश्यकता बिना हामी कुन सत्यको सामना गर्न सक्छौं? यदि दुःख वास्तविक हो र अर्थ हामी आफैले सृजना गरेका हौं भने हामी कुनै पनि सान्त्वना वा मिठो कथाको सहारा नलिकन जीवनको कुन नाङ्गो सत्यलाई सामना गर्न सक्छौं? यही गहिरो विचारणीय प्रश्नका साथ आजको यो विश्लेषणलाई हामी यही विश्राम दिन्छौं।